जुन 1 देखि जुन 30 सम्म कमाइ चाहिँ है ठ्याक्कै जस 2500 खड्यो भने चिलमा हुन्छ त्यो ब्रदरको अर्निङ देखाइदिउँ न त यसो जस राति काम गऱ्यो भने कमाइ चाहिँ वाइल हुन्छ यति भन्नु मिल्छ सो 1 महिनाको कमाइ हामी राइडरको हेर्दैछौँ है त ओ स्वागत छ है त आज होइन म त यस्तो नर्मल यसो एउटा यसो टक टाइप गरिरहेको छु क्या यो आजदेखि नै स्टार्ट गरेँ अब राइडरहरूसँग चाहिँ होइन अनि यो यसो हल्का फुल्का होइन कन्भर्सेसन गरिदिउँ न त केटाहरूसँग होइन भिडियो बनाइदिउँ न त होइन अनि फेसबुक युट्युब टिकटकमा हालेर हेरौँ न त होइन के कसो भ्युज आइदियो भने ग्रो भइदियो भने बवाल हुन्छ कि त्यही त हो नि होइन सो राइडरको जिन्दगी कस्तो चल्दैछ नि पनौती लागिरहेको छ छैन अनि अर्डर छैन काठमाडौँमा जिउने गाह्रो छ केटा हो त्यस्तै हो अब त अनि राति गर्दा अब ब्रदरले कति बजी कतिसम्म गर्नुहुन्छ काम भनिदिनु नि त एकचोटि 5 देखि 3 बजीसम्म 5 बजीदेखि 3 बजी राति बेलुकाको 5 बजीदेखि 3 बजीसम्म 3 बजीसम्म अनि राति यति बेलासम्म गर्दा डर लाग्दैन नि के को डर हो भित्र डराउनु हुँदैन जस काम धन्दा कस्तो भइरहेछ नि आज चाहिँ पनौती लागिरहेछ अरू दिन अर्डर कति आउँछ ठिकै हो अरू दिन त 2500 दिनको हुन्छ हुन्छ दिनको कति घन्टादेखि कति घन्टासम्म खड्यो 2500 नर्मली हुन्छ नि त्यस्तै 6-7 घन्टा हो 6-7 घन्टा खड्यो 2500 जस बाइकबाट रातिको टाइममा गर्दा हुन्छ होइन त मजाले हुन्छ गर्दा हुन्छ यार जस 2500 खड्यो भने चिलमा हुन्छ त्यो ब्रदरको अर्निङ देखाइदिउँ न त यसो यो अर्निङ देखाउनु मिल्छ किन मिल्दैन यहीँदेखि ल ठिक छ है त हेरौँ है त गाई साथीहरू हाम्रो राइडर साथीको पठाउ फुड गर्ने राति बेलुका 5 बजीदेखि कति बजीदेखि 5 बजीदेखि राति 3 बजीसम्म ल अर्निङ हेरौँ है त यो चाहिँ हाम्रो डेली अर्निङ हिजोको आजको यो मन्थली देखाइदिउँ क्या मन्थली देखाइदिउँ न त ल कति छ मन्थली 11 अगस्तसम्म छ होइन तर अर्को मन्थको चाहिँ यताबाट हेर्नु मिल्छ नि त सो 1 महिनाको कमाइ हामी राइडरको हेर्दैछौँ है त ओ ल सो 68,000 ब्रदरले थापेको छ 68,000 351 417 चाहिँ रिसिभ भएको छ 351 डेलिभरी चाहिँ आएर चाहिँ 351 चाहिँ कम्प्लिटेड छ गरेको त्यति आयो पैसा भनौँ न कति 68,000 70,000 लगभग अराउन्ड यो भने चाहिँ लगभग 80,000 चाहिँ थापेको छ त अनि राम्रो थापिन्छ 80,000 लाइक अब टिप सिप जोडेर गाडी बनाउनु पर्यो होइन हान्नु पर्यो इन्जोय गर्नु पर्यो त्यसमा नि खर्च हुन्छ होइन लाइक सेभिङ गरिरहेको छ ब्रदरले त हेर 1 महिनामा कति यो 70,000 लगभग छाप्यो हेर त्यो है त अडियन्सलाई देखाइदिउँ है सो यो है कतिजनाले देखेको छ कि छैन होइन अब उल्टो देखिरहेको होला सायद होइन तर यो उहाँले चाहिँ होइन यस्ता गरेर यसरी हेऱ्यो भने चाहिँ यस्ताबाट उल्टो देखायो कसरी यसरी देखाउनु मिलेन जस उहाँको कमाइ चाहिँ 68,000 लाइक छ होइन लगभग अराउन्ड 70,000 80,000 को कमाइ हाम्रो राइडर ब्रदरले कमाइरहेको छ होइन योभन्दा अगाडिको मन्थ हेर न योभन्दा मन्थ चाहिँ राम्रो हाने होला खै हेरौँ त अर्को मन्थको तर 3 महिनाको मात्रै देखाउँछ जस्तो लाग्यो मलाई ओहो ल सो हाम्रो जुन 1 देखि जुन 30 सम्म कमाइ चाहिँ है ठ्याक्कै 71,000 रहेको छ भनेपछि लगभग 80,000 चाहिँ लगभग पुगेकै छ टिप सिप यताउता गर्दा 80,000 चाहिँ पुगेकै छ मजाले पुगेको छ सो ब्रदरले चाहिँ होइन लाइक 7-8 घन्टा खटेर 5 बजीदेखि रातिको 3 बजीसम्म खटेर चाहिँ 80,000 अराउन्ड कमाइरहेछ यो भन्नु मिल्छ कि मिल्दैन मिल्छ कमाइरहेको छ होइन त ब्रदरले होइन त कमाउनु मात्रै होइन तर यो गरेर चाहिँ केही सिकिँदैन केटा हो होइन काम चाहिँ सिक्नुपर्छ केटा हो काम सिक्नुपर्छ होइन काम चाहिँ सिक्नुपर्छ यो मात्रै गरेर बस्यो काम छैन क्या काम छैन होइन त काम चाहिँ सिक्नु पर्यो नि जस पढाउ लाइक अब सेटिस्फाई छ कामबाट सेटिस्फाई छ अनि योभन्दा अगाडि के गरिरहेको थिएँ नि यो पठाउ बाहेक के गर्दै थिएँ नि म त त्यतिकै दमकमा बसेको भर्दा आएको म जस काठमाडौँ आएर पठाउले चाहिँ सजिलो बनाइरहेछ पठाउमा ब्रदरले महिनामा लगभग अराउन्ड 80,000 चाहिँ कमाइरहेको छ 7-8 घन्टा बेलुका काम गरेर होइन अब जस खट्नेहरूले मिहिनेती गर्नेहरूले चाहिँ कमाइ गर्छ कति दिन छुट्टी बसिन्छ जस खट्नेहरूले कमाइ गरिरहेछ यति मात्र भनिदिनु त ल सही हो यहाँ जस ब्रदरले खटेर कमाइरहेको छ पैसा होइन सेभिङ पनि भइरहेछ नि छ नि भइहाल्यो नि घट्दैछ भनौँ न पुगेर अब खाएर इन्जोय गरेर सेभिङ पनि जोस हुन्छ मजाले चिजमा हुन्छ होइन त सही हो यार ल यार है केही भन्नु मन छ यो कामको बारेमा वा आफ्नो बारेमा केही मेरो त छैन ल ठिक छ ल यो सानो एउटा कन्भर्सेसन विथ होइन ब्रदरसँग भयो होइन लगभग उहाँले 80,000 जस्तो मन्थमा कमाउनुहुन्छ र उहाँले 7-8 घन्टा चाहिँ टाइम दिनुहुन्छ होइन उहाँ चाहिँ 5 बजीदेखि राति 3 बजीसम्म गर्नुहुन्छ होइन सो यही हो नि त कहानी राति बेलुका 5 बजीदेखि 3 बजीसम्म गर्नुहुन्छ र दिउँसो चाहिँ के गर्नुहुन्छ नि दिउँसो सुत्नु पऱ्यो नि रातभर काम हानेपछि त्यो पनि हो जस राति काम गऱ्यो भने कमाइ चाहिँ वाइल हुन्छ यति भन्नु मिल्छ हुन्छ
सो कोही राति इन्ट्रेस्टेड हुन्छ भने डेलिभरी कामहरू गर्दा हुन्छ साथीहरू सो थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो ये भनिदिनु न ओके गर्नुपर्छ फ्री काम गरेर होइन ब्रदरले चाहिँ होइन के सिक्नु भयो नि यार अहिलेसम्म सिक्नु त के सिक्नु केही सिकेको छैन हो भन्नु लाइक मेरो गरेर केही सिकेको छैन सिकेको छैन? हो सिकेको छैन त्यहाँ यो पैसाको पछि चाहिँ ओभर लागिन्छ यसमा चाहिँ पैसा भनेपछि चाहिँ बबाले हुन्छ सिक्नु त केही छैन सिक्नु त केही सिकेको म्याप छैन? हेर्नु अब त्यो म्याप हेर्नु त जसलाई नै आउँछ अहिले जस्तै टिनेजमा आउँदैन त आउँछ त्यति नै हो पठाउ कुदाएर चाहिँ केही पनि सिकिँदैन ऊ पनि छैन मलाई पनि के लाग्छ भन्दाखेरि यो राइड काम गर्ने पठाउ काम गर्ने चाहिँ होइन हामी कुनै एउटा स्किल साइड बाई साइड सिक्ने गर्ने यसलाई चाहिँ जस्ट हाम्रो करियरलाई ग्रो गर्नको लागि चाहिँ गर्ने क्या त्यो गर्दाखेरि चाहिँ बेस्ट हुन्छ होइन र बेस्ट छ त्यो अनुसार चाहिँ बेस्ट हुन्छ होला भन्न खोजेँ कि मलाई त्यस्तो लाग्छ ब्रदरले जस केही सिकिँदैन ब्रदरको पोइन्ट अफ भ्यूबाट अनि जिन्दगीको बारेमा चाहिँ के सिकिन्छ नि यो कामबाट चाहिँ पठाउ कामबाट डेलिभरी काम गरेर दुःख हुन्छ केटा हो दुःख गर्नुपर्छ दुःख चाहिँ अब दुःख गरेर रातितिर अब हामी 5 बजी निस्किन्छौँ खाना नखाइ निस्किन्छौँ अब गएर डाइरेक्ट 5 बजी भात खाइ हुन्छ हो खाना खाइ अब 5 बजीतिर हो चाहिँ अब त्यस्तोहरू चाहिँ हुन्छ जे होस् अनुभव चाहिँ बाहिरको देखाउँछ विदेशी टाइपको हो कि होइन तिमीलाई लाग्छ लाग्दैन विदेशी टाइप लाग्छ हामी जहाँ गए पनि अब भोलि चाहिँ विदेश जाउँ है अहिले त गएको छैन गएर चाहिँ त्यस्तै यस्तै त हो त्यति चाहिँ सिकिन्छ जे होस् जहाँ गएर पनि दुःख गर्नु चाहिँ छोड्नु हुँदैन केटा हो जस दुःख गर्नुपर्छ भने चाहिँ यो कामले चाहिँ सिकाइरहेको छ लाइफको लेसन चाहिँ सो साथीहरू यो हाम्रो ब्रदरको पठाउ राइड सेयरिङ होइन लाइक यो डेलिभरी कामबाट पाएको लेसन उहाँले सेयर गर्नुभयो होइन कस्तो लाग्यो कमेन्ट गर्नु होला है त सो तपाईँ पनि भनिदिनु त कमेन्ट गर्नु होला ओके ल लाइक एन्ड सेयर कमेन्ट केटा हो